हर्क साम्पाङ नै राजनीतिको केन्द्रबिन्दु हो। साँच्चै नै हर्क साम्पाङ अहिले पूर्व गयो नि हर्क साम्पाङको चर्चा, पश्चिम गयो नि हर्क साम्पाङको चर्चा, सांसद हलभित्र हर्क साम्पाङको चर्चा भन्दा फेरि राष्ट्र पार्टी बालले नि हर्क साम्पाङप्रति झुकाव भनेपछि हर्क साम्पाङ कस्ता व्यक्ति रहेछ नि त? अनि हर्क साम्पाङ खतरा व्यक्ति रहेनछ नि त? हर्क साम्पाङ खतरा हुन्, खतरा। पुरा सांसद हल्लिन्छ अब। त्यसैले हर्क साम्पाङ खतरा पनि हुन् अनि राम्रा पनि हुन्। देश विकास गर्नलाई मरिमेट्छन्, जनताको दुःखमा भुल्छन्, जनताको दुःखमा मिसिन्छन्। जनता नै सर्वोपरि ठानेर उनी अहिले राजनीतिमा छिरेका छन् भनेपछि उहाँलाई कसैले जित्न सक्छ त? हर्क साम्पाङलाई जित्न सक्दैन। अब हेर्नुहोस्, अब नेक्स्ट चुनावपछि हर्क साम्पाङले देशभरि हङ्गामा मचाउँछ जस्तो लाग्छ मलाई। तपाईँलाई के लाग्छ? कमेन्ट गर्नुहोस्।